भूपेन्द्रलाई बचाउन भुन्टीले जे पनि गर्न तयार भइरहेकी छिन्। तर हिजो त्यही भुन्टीलाई भूपेन्द्रले दिएको यातनाहरू सम्झिँदा भुन्टीले केही नगर्नुपर्ने हो। तर भुन्टीले आफ्नो श्रीमानलाई त्यो हालतमा देख्नै चाहन्निन्। आफ्नो श्रीमान अर्थात् भूपेन्द्रले लगाएको सिन्दुर अहिलेसम्म पनि सिउँदोमा लगाएर बसिरहेको छु भने उहाँलाई छटपटिँदै गरेको कसरी हेर्न सक्छु र भन्ने भुन्टीलाई लागिरहेको छ। तर भुन्टीले जति नै गरे पनि भोलि निको भइसकेपछि भूपेन्द्रले देखाउने व्यवहार त्यही नै हो र भुन्टीलाई फेरि पनि दुःख दिने नै हुन् भन्ने विश्वास र प्रमाणहरू पहिलादेखि नै देख्दै आएका हौँ। तर अब भने भुन्टीले रगत दिएर श्रीमानको ज्यान बचाइन् भन्ने कुरा थाहा पाएपछि अर्थात् भूपेन्द्रको होस आएपछि भुन्टीलाई देखेपछि भूपेन्द्रले कस्तो जवाब देलान् त? आफ्नो श्रीमती अर्थात् भुन्टीले गर्दा आफू बाँचेको कुरामा खुसी हुने हुन् या भुन्टीले मलाई बचाउनु हुने थिएन भनेर दुखी हुने हुन्? त्यो भने आगामी एपिसोडमा थाहा हुनेछ। म सबैबाट तिरस्कृत भइसकेको थिएँ र म कुनै पनि हालतमा मर्न चाहन्थे भन्ने खालका कुराहरू त कतै गर्दैनन् भूपेन्द्रले। तर त्यो गर्न नदिनका लागि भए पनि भूपेन्द्रका सारा परिवार र भुन्टी सबै मिलेर उसलाई सम्झाउँदै थिए, नगर्नु पर्ने ठुला ठुला गल्ती गरिहालिस्, अब श्रीमतीसँग मिलेर बस्नु र भुन्टीले तँलाई नयाँ जीवन दिएकी हुन्, उसलाई कहिले चित्त नदुखाउनु र कहिले भुन्टीलाई नराम्रो नभन्नु भन्दै भूपेन्द्रका दाजुले पनि भूपेन्द्रलाई बारम्बार सम्झाइरहेका हुन्छन्। भूपेन्द्र आफ्नो श्रीमतीको अनुहारमा ठाडो शीत गरेर हेर्नसम्म सक्दैनन्। त्यो अवस्थामा पुर्याएका थिए भूपेन्द्रले भुन्टीलाई। तर अहिले आएर भुन्टीले आफ्नो ज्यान बचाएपछि भूपेन्द्रले बल्ल सम्झिन थाले कि मेरी श्रीमती कति महान रहेछिन् भनेर। तर महान हुँदा हुँदै पनि भूपेन्द्रले सधैँ दुःखै दुःख मात्र दिइरहेको र मर्नसम्म बाध्य बनाएका थिए। यदि टोकलेले समयमा भुन्टीलाई नबचाइदिएको भए आज भुन्टी यो संसारमा हुने थिएनन् र उसले बचाउने पनि कोही हुने थिएन। तर भुन्टी जसो तसो आफूलाई सम्हाल्दै आफ्नो श्रीमानलाई एम्बुलेन्समा हालेर हस्पिटलसम्म पुर्याएर उपचार गराउँदैछन्। भूपेन्द्रको परिवारलाई सबै कुरा बताउँदै आफू रगत दिएर बसिरहेकी हुन्छन् र आफ्नै रगत भूपेन्द्रको शरीरमा चढाइसकेपछि त कसो भूपेन्द्रमा परिवर्तन नहोला र भन्ने प्रश्न उठिरहेको छ। भूपेन्द्रको सोच विचार परिवर्तन कसो नहोला र? असल जोडीमाथि कसैको आँखा लागेरै यो भएको हो। भूपेन्द्रले कसैलाई मन पराउनु अर्थात् त्यो केटीले पनि भुन्टीको श्रीमान हो भन्ने कुरा थाहा पाउँदा पाउँदै भूपेन्द्रलाई माया जालमा पार्नु सबैभन्दा ठुलो गल्ती थियो र अब यी दुई बीच राम्रो सम्बन्ध भइदिए भूपेन्द्रले सधैँ माया गरिदिए हुने थियो। तर यता भूपेन्द्रकी भाउजू भने अझै पनि भूपेन्द्रबाट सारा सम्पत्ति खोसेर लिने प्लान बनाउँदैछिन्। तर भूपेन्द्रका दाजुले भने अब त्यो हुन दिने भने पक्कै छैनन्। भूपेन्द्रलाई डर देखाउन र भूपेन्द्रको मनमा डर पैदा गराउनको लागि मात्र त्यो गरेको हुन सक्ने शङ्का लागिरहेको छ। भूपेन्द्रलाई आफ्नै गर्लफ्रेन्डको बाउले कुटेर नालीमा फालिएको अवस्थामा भुन्टीले देख्दा भूपेन्द्रलाई अस्पतालमा लगेर आफ्नो ज्यानलाई जोखिममा पारी भूपेन्द्रलाई रगत दिएर बचाउने कोसिस गरिरहेकी छिन्। भूपेन्द्रप्रति मनमा यति धेरै रिस हुँदा पनि भुन्टीले आफ्नो श्रीमानलाई निस्वार्थ रूपमा सहयोग गरेको एपिसोड 294 देखिसकेका छौँ। भुन्टी जतिको इमान्दार र असल श्रीमती अर्थात् असल जीवनसाथी भूपेन्द्रले जुनसुकै ठाउँ गए पनि पाउँदैनन् र भूपेन्द्रले हिरा जस्तो श्रीमती भुन्टीलाई भने चिन्न सक्दैनन्। के अब भूपेन्द्र जिउँदो होलान् त? यदि भूपेन्द्र जिउँदो भयो भने भुन्टीलाई कस्तो खालको व्यवहार गर्लान् त? भूपेन्द्रको होस आयो भने के भूपेन्द्रले भुन्टीसँग माफी माग्लान् त? के भुन्टी र भूपेन्द्रको पुनः मिलन होला त? यो सबै विषयमा आजको यस भिडियोमा छोटो छलफल गर्नेछु। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। तपाईहरुलाई पनि भुन्टी सिरियल एकदमै मनपर्छ भने कमेन्ट बक्समा भुन्टी लेखी च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। आउनुहोस् आजको मेन विषयवस्तुतर्फ लागौँ। आज भूपेन्द्रको यस्तो हालत आफ्नै बुद्धि र कर्मको कारणले गर्दा भएको हो। किनकि भूपेन्द्र आफ्नो श्रीमती हुँदा हुँदै पराई केटीसँग लाग्दा आज उनको अवस्था यस्तो भएको हो। नयाँ गर्लफ्रेन्ड बनाएपछि उसको सारा सम्पत्ति आफ्नो नाममा गरी जीवनभर आश्रम गरेर खान्छु र दाइको पैसा पनि फिर्ता गर्छु भन्ने ठुला ठुला सपना बनाएका थिए। त्यो भने आफ्नो गर्लफ्रेन्डको बाउ अर्थात् जेरीको बाउले भने
भूपेन्द्रको सारा सपना चकनाचुर पारी उनलाई धामधुला हानी बेहोस पारी नालामा फालिदिएका थिए। यस्तो अवस्थामा देख्दा के भूपेन्द्र बाँच्लान् र भन्ने पनि प्रश्न उठिरहेको छ। जब भुन्टीले भूपेन्द्रको यस्तो हालतमा देखे तब भूपेन्द्रले विगतमा आफूले गरेको अन्याय र अत्याचारको कुरालाई बिर्सी अहिले मैले आफ्नो श्रीमानलाई गर्नुपर्ने कर्तव्य निभाउनु पर्छ भन्ने सोचले उनले भूपेन्द्रलाई त्यस ठाउँबाट लगेर अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरेकी थिइन्। भर्ना गरेको केही समयमै डाक्टरले भूपेन्द्रको रगत धेरै नै बगिसकेको कारणले गर्दा उनलाई तुरुन्तै रगत आवश्यक छ भन्छन्। तब भुन्टीले कुनै ढिला नगरी म दिन्छु भनेर अगाडि बढ्छिन् र उनी आफ्नो श्रीमानलाई रगत दिन राजी हुन्छन् र दिन्छन् पनि। भुन्टीले भूपेन्द्रलाई बचाउन खोज्दाखेरि टोकलेले आफ्नो बहिनी अर्थात् भुन्टीलाई भनिरहेका थिए कि यसको हालत यसकै कर्म र बुद्धिले गर्दा हो भनेर। यसले मेरो बहिनीलाई जुन अन्याय र अत्याचार गरेको थियो त्यसको बदला भगवानले लिएका हुन्। यसलाई हामीले बचाउनु हुन्न बहिनी भन्दा पनि भुन्टीले आफ्नो श्रीमान हुन् र मैले बचाउनु पर्छ भन्ने सोच भुन्टीमा आएको कारणले गर्दा भुन्टीले भूपेन्द्रलाई अस्पतालसम्म लगेर रगत दिएको हामीले एपिसोड 294 मा देखिसकेका छौँ। भूपेन्द्र होसमा आएर म भुन्टीसँग बस्दिन र डिभोर्स गर्छु भन्दै पेपरमा साइन गर भनेर भुन्टीसँग सधैँका लागि छुटिएर गयो भने भूपेन्द्रको जीवन नर्क बन्नेवाला छ र उनलाई पछि धेरै नै पछुतो भने लाग्ने पक्का छ, किनकि भुन्टीले भूपेन्द्रप्रति यति धेरै दया गरेकी छिन्। उनले आफ्नो ज्यानलाई जोखिममा पारेर भूपेन्द्रलाई बचाउने कोसिस गरिरहेकी छिन्। भूपेन्द्रप्रति मनमा यति धेरै रिस हुँदा पनि भुन्टीले आफ्नो श्रीमानलाई निस्वार्थ रूपमा सहयोग गरेको एपिसोड 294 मा देखिसकेका छौँ। भूपेन्द्रले आफ्नो श्रीमती अर्थात् भुन्टीलाई विगतमा यति धेरै दुःख दिँदा पनि उसले मेरो लागि यतिसम्म गर्ने कति निस्वार्थ माया रहेछ म प्रति भन्दै सोचिरहेका हुन्छन्। मैले विगतमा तिमीमाथि नराम्रो व्यवहार गरे, कति नमिठो वचन लगाए, त्यसको बदलामा मलाई माफ गरिदेऊ। अबदेखि म तिमीलाई दुःख दिने छैन, सधैँ तिमीलाई साथ सपोर्ट गर्नेछु भन्दै भूपेन्द्रले भुन्टीलाई माफी माग्नुपर्छ र भूपेन्द्रलाई आफ्नो जिन्दगीमा भुन्टी नहुँदा कति दुःख पाइने रहेछ, भुन्टी आफ्नो लागि कति राम्रो र सही सोच्ने रहेछिन् भन्ने कुरा उनलाई पनि महसुस भइसकेको छ। तपाईहरू पनि भुन्टी र भूपेन्द्र फेरि मिलन भएको हेर्न चाहनुहुन्छ भने कमेन्ट बक्समा भुन्टी लेखी च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। धन्यवाद अन्तिमसम्म हेरिदिनु भएकोमा। दर्शकबिन 24 घण्टाभित्रमा दाजुको सारा सम्पत्ति फिर्ता गर्छु भनेर घरदेखि निस्केर हिँडेको भूपेन्द्र अहिले मर्नु र बाँच्नुको अवस्थामा अस्पतालमा ढलिरहेका छन्, किनकि आफ्नो प्रेमिका अर्थात् जेरीको बाउले 2 गुण्डा लगाएर धामधुला हानेपछि उनलाई बेहोस बनाएर खोल्सामा फालेका थिए। त्यही अवस्थामा भुन्टी, टोकले र पूर्णिमा आइरहेको बेलामा उनीहरूले सेतो कपडाले बेहोरेको मान्छे देख्छन्, तर त्यो मान्छे मरेको हो कि बाँचेको हो भन्दै उनीहरू त्यो मान्छे हुने ठाउँतिर अगाडि बढ्छन् र त्यहाँ पुगेपछि भुन्टीले थाहा पाउँछन् कि यो त आफ्नो श्रीमान अर्थात् भूपेन्द्र हो भनेर। त्यसपछि भुन्टी रुँदै चिच्याउँदै भूपेन्द्रलाई अस्पतालमा पुर्याउँछिन्। मेरो श्रीमानलाई के भयो, यो सबै कसले गर्यो भन्दै भूपेन्द्रलाई पुरै घचघचाउँदै थिइन्, तर भूपेन्द्र भने बेहोस अवस्थामा थिए। भुन्टीलाई यस्तो अवस्थामा देखेर टोकले भने एकछिन हेरेको हेरे भयो। हे भगवान, किन सधैँ मेरो बहिनीलाई यति धेरै दुःख कष्ट दिन्छौ भन्दै उनी भगवानप्रति रिस देखाउँदै थिए। त्यति नै बेला भुन्टीले टोकलेलाई हात जोड्दै आफ्नो श्रीमानलाई सहयोग अर्थात् हेल्प गरिदिनु प्लिज भन्दै दाईलाई गुहार माग्दै हुन्छन्, तर टोकले भने छोडिदेऊ बहिनी यसलाई, यो मान्छेले तिमीलाई धेरै नै दुःख दिएको छ, यति धेरै दुःख कष्ट हेला गरेको सबै कुरा बिर्स्यौ, अब यो मान्छे फेरि बाँच्यो भने त तिमीलाई झन् धेरै दुःख दिन्छ भन्दै टोकलेले आफ्नो बहिनीलाई सम्झाउँदै हुन्छन्। तर भुन्टी भने दाई म कसरी छोड्न सक्छु आफ्नो श्रीमानलाई यस्तो अवस्थामा भन्दै उनले आफ्नो दाईलाई गुहार माग्दै हुन्छन्। अन्तत टोकलेले भुन्टीको अवस्था अर्थात् भुन्टीले भूपेन्द्रप्रति गर्ने माया देखेर भुन्टीलाई सहयोग गर्न राजी हुन्छन् र भूपेन्द्रलाई अस्पतालमा भर्ना समेत गरिदिन्छन्। यति धेरै दुःख दिँदा पनि भुन्टी आफ्नो श्रीमानलाई अझै पनि धेरै नै माया गर्छिन्। बिचरी भुन्टी आफ्नो श्रीमानलाई यस्तो अवस्थामा देखेर उनको मन छिया छिया भएको महसुस गर्दै कुनामा गएर चिच्याउँदै रुन्छिन्।
जेरीका बाउले भूपेन्द्रलाई गुन्डा लगाएर रामदुला हानेको कुरा भुन्टीलाई थाहा भएपछि भुन्टीको मन कस्तो होला? भुन्टी अझै पनि आफ्नो श्रीमान अर्थात् भूपेन्द्रलाई धेरै नै माया गर्छिन्। के भुन्टीले त्यति धेरै दुःख दिने श्रीमान अर्थात् भूपेन्द्रलाई पुनः अँगाल्छिन् होला त? साथीहरू, आज हामी यसै विषयमा छोटो छलफल गर्नेछौँ, त्यसैले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। भुन्टी र भूपेन्द्रको सम्बन्ध पुनः पहिलाको जस्तो राम्रो हुनको लागि सर्वप्रथम भूपेन्द्र सुध्रिनु पर्छ। त्यसपछि भूपेन्द्रले अरू केटीसँग लाग्ने काम छोड्नु पर्छ र भूपेन्द्रले भुन्टीलाई हेप्ने काम छोडेर उनलाई माया साथ सपोर्ट गर्नुपर्ने हुन्छ। तब मात्र भुन्टी र भूपेन्द्रको पुनः मिलन हुन सक्छ। साथै दुवैजनाले एक अर्कालाई बुझेर माया देखाएर र सपोर्ट गरेर बाँकी रहेको जीवनलाई सुखमय बनाउनु पर्छ जस्तो मलाई लागिरहेको छ। दर्शकवृन्द, तपाईहरूलाई कस्तो लाग्छ? कमेन्ट बक्समा आफ्नो मनमा लागेका कुराहरूलाई लेख्नुहोला। साथै च्यानललाई पनि सब्स्क्राइब गरिदिनुहोला। सबैबाट धोका खाइसकेका भूपेन्द्र अब के गर्छन् होला त? भुन्टी जतिको इमान्दार र असल श्रीमती अर्थात् असल जीवनसाथी भूपेन्द्रले कहीँ गए पनि पाउँदैनन् भन्ने कुराको प्रमाणित भइसकेको छ। जतिचोटि गलत गरे पनि भुन्टीले सधैँ भूपेन्द्रलाई साथ सपोर्ट र माया गरिरहन्थे। तर आज आएर भूपेन्द्रले देखाएको हरकतले भुन्टीलाई धेरै नै चित्त दुखाएका छन्। भूपेन्द्र अर्थात् आफ्नो श्रीमान यति धेरैसम्म गिर्छ भन्ने कुरा भुन्टीले कहिल्यै सोचेकोसम्म पनि थिएनन्। तर कहाँबाट के बिग्रियो र कसरी मेरो घरबार बिग्रियो त्यो मलाई पनि थाहा छैन भन्ने कुरा भुन्टीले मनमा नै सोचिरहेकी हुन्छन्। वास्तवमै भन्ने हो भने भूपेन्द्रले सधैँ भुन्टीलाई नराम्रो गर्ने र अरू केटीसँग लाग्दा यस्ता खालका हरकत गर्छन्। पहिला पनि अरू केटीसँग लाग्दा भूपेन्द्र र भुन्टी बीच निकै नै ठुलो विवाद भएको थियो र अहिले पनि भूपेन्द्र अर्को केटी अर्थात् जेरीको लैलैमा लागेपछि भूपेन्द्रले आफ्नो सारा घरबार बिगार्नुका साथै यति धेरै माया गर्ने श्रीमती समेत छोडेर उनलाई डिभोर्स दिन तयारीमा छन्। भूपेन्द्र कतिसम्म निष्ठुरी र स्वार्थी छन् भन्ने कुरा यहाँबाट पनि थाहा हुन्छ। बिचारी भुन्टीको के नै पो दोष अर्थात् गल्ती थियो र? सधैँ भूपेन्द्र र भूपेन्द्रको परिवारलाई आफ्नै घर परिवार मानेर सधैँ साथ सपोर्ट गर्थे। तर उसलाई भने सधैँ दुःख, घृणा र हेला मात्र गर्छन् गरिबकी छोरी भनेर। तर पनि भुन्टीले कहिले पनि भूपेन्द्रलाई माया साथ सपोर्ट गर्न भने छोडेनन्। साथै उनले आफ्नो श्रीमान भनेर सम्मान गर्थे। श्रीमानको खुसीको लागि जस्तो कुरा पनि भोग्न र त्याग्न तयार थिए। तर सबै कुरा त्याग्दै र भोग्दै गर्दा पनि आज भुन्टीलाई आफ्नै श्रीमान अर्थात् भूपेन्द्रले त्यस्तो नराम्रो खालका वचनहरू लगाउँदै घरबाट निकालेपछि भुन्टीलाई अब भूपेन्द्रप्रति सोच्नै छोडिसकेकी छिन्। अब भूपेन्द्रमाथि धेरै नै ठुला ठुला वज्रपातहरू भने पक्का हुनेछ। सारा सम्पत्तिबाट हात धुनु परेको र यता श्रीमतीबाट पनि वञ्चित हुनु परेको भूपेन्द्रले भोग्दैछन्। त्यो भुन्टीको आँसुको शराब हो। पैसा, शक्ति र घमण्ड यी तीन कुराले मान्छेलाई कतिसम्म अन्धो बनाउँछ यसको उदाहरण भूपेन्द्र हुन्। भूपेन्द्र गाउँको अलि हुने खाने खानदानका हुन् जसलाई भुन्टीको आँसुको शराबले करोडपतिको जीवन रोडपतिमा पुर्याएको छ। भूपेन्द्रको हरेक सफलताको पहिलो खुड्किलो भुन्टीको साथमा भएको थियो। तर जब ऊ सफल भयो, ठुलो सहर र धेरै पैसा देख्यो, तब भुन्टीलाई वास्ता गर्न छोड्यो। भुन्टीसँगको प्रेम, विश्वास र सम्बन्धमाथि गरेको धोकाको मूल्य भूपेन्द्रलाई धेरै नै भारी अर्थात् महँगो परेको छ। धन कमाउन सजिलो छ, तर भुन्टीको आँसुको शराब मेटाउन मुस्किल भएको कारणले गर्दा उनको जीवन नै बर्बाद हुन पुगेको छ। जुन काम गर्न खोजे पनि केही न केही बाधा अडचन आएर उनले गर्न लागेको काम नै असफल भइदिन्छ। सफलताले भूपेन्द्रको आँखामा पट्टी लाग्यो। भूपेन्द्रले भुन्टीको त्याग र प्रेमलाई बिर्सियो र उसले एउटी धनी केटी अर्थात् जेरीसँग सम्बन्ध गाँस्यो र आफ्नो श्रीमती अर्थात् भुन्टीलाई गरिबी भन्दै हेप्न थाल्यो र भुन्टीलाई घरबाट समेत निकाले, जसले गर्दा बिचरी भुन्टी एक्लै भइन् र उनको सारा संसार उजाडियो।
उनले बगाएको हरेक आँसुको थोपा भूपेन्द्रको सर्वनाशको लागि लेखिएको श्राप बन्यो। त्यो श्राप जसले भूपेन्द्रको नयाँ जीवनको हरेक पाइलामा बाधा अर्चनको काँडा बन्यो। र यता भूपेन्द्रकी गर्लफ्रेन्ड अर्थात् जेरिका बाले गुन्डा लगाएर भूपेन्द्रको रामदुलाई हानेपछि उनको जीवन कुकुर भन्दा पनि तल भएको छ। अर्थात् घर जाउँ भने दाइ भाउजूले 4 करोड पैसा तुरुन्त चाहियो, नत्र यो घरमा बस्न र आउन पाउँदैन भन्छन्। गर्लफ्रेन्डका जाउँ भने गर्लफ्रेन्डको बाउले गुन्डा लगाएर कुट्छन्। भुन्टी भएको ठाउँ जाउँ भने भुन्टीको अगाडि अनुहार देखाउन लायक छैनन्। त्यसैले उनको अहिलेको अवस्था र परिस्थिति भनेको रोडमा बस्नु बाहेक अरू उपाय नै छैन। र यो सबै भुन्टीमाथि गरेका अत्याचारको कर्मको फल हो। त्यति धेरै माया गर्ने र असल परिवारकी छोरी भुन्टीलाई दुःख दिएर आफू अर्को केटीसँग लाग्दा अहिले भूपेन्द्रको यस्तो हालत भएको छ, जुन भुन्टीको आँसुको शराबको परिणाम हो। भनिन्छ नि, जस्तो कर्म त्यस्तै फल भनेर अहिले ठ्याक्कै भूपेन्द्रलाई भएको छ। भिखारी बनिसकेका भूपेन्द्र आजकल मान्छेहरूबाट कुटाइसम्म खान थालिसकेका छन्। जेरीलाई फलाइ फुलाइ गरेर पैसा फुत्काउँछु र दाइ भाउजूको मुखमा हानेर सारा सम्पत्ति आफ्नो बनाउँछु भन्ने कति ठुलो सपना सोचेका थिए, तर त्यो सारा सपना भने सपना नै रह्यो। यता दाइ भाउजूले पनि सारा सम्पत्तिबाट वञ्चित गराउँदै त्यहाँबाट निस्किन अनुरोध गर्दैछन्। 24 घण्टाभित्र 4 करोड पैसा मलाई तुरुन्त चाहियो भनेर दाइ भाउजूले भूपेन्द्रलाई प्रेसर दिइरहेका छन्। त्यही प्रेसरमै भूपेन्द्र आत्तेर आफ्नो गर्लफ्रेन्ड अर्थात् जेरीलाई सबै कुरा सुनाउँछ। र ती सबै कुरा गरेको जेरीको बाउले थाहा पाइसकेपछि जेरीका बाउले भूपेन्द्रलाई कुट्ने प्लान गर्छन् र 7 गुन्डा लगाएर भूपेन्द्रको रामदुलाई हान्छन्। र यता भुन्टी र टोकोले भने मिलेर बिजनेस गर्ने अर्थात् सानोतिनो पसल गरेर आफ्नो जीवनयापन सजिलो गर्नका लागि सोचिरहेका छन्। तर केही गर्नका लागि लगानी कहाँबाट ल्याउने भन्दा उनीहरूले सुकुमायालाई सम्झिरहेका हुन्छन्। तर सुकुमायाले सहयोग अर्थात् पैसा दिन्छन् या दिँदैनन् त्यो भने थाहा छैन, तर अहिलेसम्म सधैँ भुन्टीलाई साथ सपोर्ट गरेका छन्। र अहिले पनि सुकुमायाले पक्कै भुन्टीलाई सहयोग गर्छिन् होला भनेर मलाई विश्वास लागिरहेको छ। तपाईहरूलाई कस्तो लाग्छ आफ्नो विचार कमेन्ट बक्समा लेख्नुहोला। के तपाईहरूलाई सुकुमायाले भुन्टीलाई सहयोग गर्छ जस्तो लाग्छ भने कमेन्ट बक्समा सुकुमाया भनेर लेख्नुहोला। भुन्टी गाउँ नफर्किनुको मुख्य कारण गाउँले समाजबाट आउने नकारात्मक टिका टिप्पणी र लान्छनाहरू हुन्। हाम्रो ग्रामीण समाजमा श्रीमानले छोडेर गएकी महिलालाई हेर्ने दृष्टिकोण प्राय नकारात्मक हुन्छ। भुन्टीलाई गाउँलेहरूले भूपेन्द्रले छोडेको केटी अथवा धोका पाएकी महिला भनेर हेर्छन् र कुरा काट्ने गर्छन्। यो ट्यागले उनको आत्मसम्मानमा चोट पुर्याउँछ। उनी गाउँमा जहाँ गए पनि गाउँलेहरूले उनलाई यही नजरले हेर्ने र घृणा देखाउने डर छ। भूपेन्द्रको घरबाट निस्किएपछि भुन्टीको आफ्नो माइती घर पनि सुरक्षित छैन। यदि उनी माइती घरमा बसिन् भने पनि गाउँलेहरूले उनलाई घरबारविहीन भएर माइतीको बोझ बनेकी चेलीको रूपमा कुरा काट्ने गर्छन्। उनी कसैको बोझ भन्न चाहन्नन् र आफ्नो खुट्टामा आफै उभिन चाहन्छन्। त्यसैले भुन्टी गाउँ समाजको मुख ताकेर बस्नुको सट्टा सहरमा सानोतिनो भए पनि कुनै व्यवसाय गरेर आत्मनिर्भर बन्ने सङ्कल्प लिएकी छिन्। व्यवसायले उनलाई आर्थिक रूपमा मात्रै होइन सामाजिक रूपमा पनि सुरक्षा र सम्मान दिलाउनका साथै उनी कसैको सहारा बन्न चाहँदैनन्। उनी आफ्नो मेहनत र पसिनाको बलमा बाँच्न चाहन्छन्। भुन्टीको यो सोचले सिरियल मार्फत समाजमा एउटा राम्रो सन्देश दिएको छ। महिलाको जीवन श्रीमान वा घरसँग मात्रै जोडिएको हुँदैन। सामाजिक अवहेलना र अपमानको डरले आफ्नो क्षमतालाई मार्नु हुँदैन। आत्मनिर्भरता नै सम्मानका साथ बाँच्ने सर्वोत्तम बाटो हो। यस एपिसोडमा भुन्टीको यो निर्णयले उनलाई सामाजिक बन्धनबाट मुक्त भएर एक सशक्त महिलाको रूपमा अगाडि बढ्न प्रेरित गरेका छन्।